नमस्ते सम्पूर्णलाई। सेप्टेम्बर 8 मा भएको जुन जेनजिजहरूको शान्तिपूर्ण प्रदर्शनबारे मैले हजुरहरूलाई जुन जानकारी दिएको थिएँ, त्यसकै लागि भनेर म पनि त्यहाँ पुगेको थिएँ, हजुरहरू पनि आउनुभएको थियो। हामीहरूले आफ्नो आवाजको थ्रुबाट धेरै कुराहरू राख्न पायौँ, धेरै कुराहरू गऱ्यौँ र दुर्भाग्यवश हामीले आफ्नो साथी, आफ्नो मित्र, आफ्नो दाजुभाइ गुमाउनु पर्यो। सम्पूर्ण दाजुभाइहरूप्रति कुलभाइको सम्पूर्ण समर्थकहरूबाट शोक छ र उहाँहरूको फ्यामिलीलाई पनि दैवले ताकत दियोस्। ठुलो घटना घट्यो र जुन यो प्रोटेस्ट थियो, प्रोटेस्टमा भनौँ न राखेका मागहरू, आफ्नो कुराहरू हामीहरूले पाइरहेको पनि छौँ र अझै पाउन पनि धेरै कुराहरू बाँकी छ। म पनि बाँधिएको थिएँ। म पनि भनौँ न मेरो प्रोटेस्टमा चलेको भिडियोहरू हामीहरू देखिएका थियौँ त्यहाँ धेरै, र मेरो प्रोटेस्टमा चलेको भिडियोहरू देखेर म लगायत धेरैजना इन्फ्लुएन्सर मेरा साथीभाइहरूलाई पनि टार्गेट राखेर हिटलिस्टमा राखेको भन्ने खबर मैले पाएँ। त्यो पाउँदाखेरि एकदम त्रासित पनि भएको थियौँ हामीहरू। अब हुने क्षति चाहिँ हामीहरूकै क्षति हो। त्यसैले जति पनि जना हिँडिराख्नु भएको छ, गन बोकेर, लुगाहरू लगाएर, ट्राफिकको लुगा लगाएर, पुलिसको लुगा लगाएर, जुन गनहरू बोकेर लुगा लगाएर मिमिक गरिराख्नु भएको छ, त्यहाँबाट चाहिँ कसैको क्षति नहोस् है। त्यही नै भन्न चाहन्छु। यो कुराहरू रोक्नुहोस्। जेनजिजले यस्तो कुराहरू गर्दैन। हामीलाई हेर्ने मान्छेहरूले पनि के सोच्नुहुन्छ होला, जेनजिजले यस्तो गर्दैन भनेर भन्नुहुन्छ होला है। त्यसैले यो कुराहरू रोकियोस्। र अर्को कुरा के हो भन्दाखेरि, यति बेलामा आज धेरै कुराहरू देखेको थिएँ। बाहिर निस्किँदाखेरि धेरै कैदीहरू बाहिर निस्किराख्नु भएको छ, बाहिर घुमिराख्नु भएको छ। धेरै जेलहरूबाट, पुलिस स्टेसनबाट कैदीहरू निस्किराख्नु भएको छ। र यो समय भनेको न न्याय छ, न नीति नियम, केही पनि अलिकति कमजोर भएको बेलामा धेरै घटनाहरू घट्न सक्ने सम्भावना छ, धेरै कुराहरू हुन सक्ने सम्भावना छ। जेनजिजको नाममा अरूहरूले के नराम्रो काम गर्लान् कि भन्ने पनि डर छ। त्यसैले आफूहरू सचेत रहनुहोला। सबैजना छरछिमेकमा सबै साथीसँगै मिलेर बस्नुहोला। साथै आउँदा दिनहरूमा पनि पेट्रोलको, ग्यासको, केही कुराहरूको, खाद्यान्नको कमी हुन सक्छ। त्यसैले सबैजना मिलेर बस्नुहोस्। हाम्रो देश भनेको साझा फुलबारी हो र बलिदान दिनुभएका मेरा प्रिय साथी मित्रहरूको लागि र हामीले सानो क्यान्डल मार्चहरू जताबाट पनि हुनुहुन्छ हजुर, जुन ठाउँबाट पनि, नेपालको जुन कुनाबाट पनि हेरिराख्नु भएको छ, हजुरहरूले गर्नुहोला। हामीहरू पनि गर्छौँ। साथै काठमाडौँमा, हाम्रो देशको जुनसुकै कुनामा पनि जति पनि फोहोरहरू भएको छ, जति पनि तोडफोड भएको छ, जति पनि फोहोरहरू बाटोमा छरपष्ट परिरहेको छ, यसलाई उठाउने, यसलाई व्यवस्थापन गर्ने जिम्मा चाहिँ अब हामी जेनजिजहरू पनि हो। त्यसैले अब लागि परौँ, उठौँ। भोलि बिहान, म चाहिँ अहिले त काठमाडौँ छु, र भोलि बिहान माइतीघर मण्डलादेखि 10 बजे हजुरहरू प्रेजेन्ट हुनुहोला। म पनि आउनेछु र त्यहाँ सरसफाइ कार्यक्रम, सरसफाइ अभियान पनि गरौँ, कामहरू गरौँ, फोहोरहरू उठाउँ। अब जिम्मेवारी हाम्रै काँधमा हो। रेस्ट इन पिस ब्युटिफुल सोल्स।